तिमी हो नमस्ते अनि किन त नि भुइँमा सुतेको अप्ठ्यारो भएर ए भुइँमा चाहिँ नसुत नि त त्यसरी के भयो कहाँ हाने भन त ए खोइ देखाऊ त यहाँनिर हानेको ए हजुर ए के तिम्रो नाम भन त उठ्न मिल्दैन ए नवीन तामाङ अनि के त यहाँ अनि तेलै छैन खानेकुरै छैन भने रुँदै कसले मलाई कल गरेर भनेको आमाले हो ए ए ऊबाटै ए कतिवटा लागेको यहाँ हड्डी निस्क्यो हड्डी छेडेर गएको ए अनि ऊ चाहिँ को ए तिम्रो बच्चा होइन बिहा गरेर छैनौ कति वर्ष भयो 22 वर्षको हो ए बिहा गर्नै बाँकी रहेछ बिचरा ए कान्छा सहयोगले त अब हामी गइहाल्नुपर्छ कति छ 24ले अलिक पुग्दैन कि बिचरा अवस्था अलिक नानी चाहिँ सर्स लाग्यो यहाँ तेलहरू छ दालहरू छ है तिमीलाई टिसा ठिक हुन्छ हेर त दसैँलाई अनि 2 बोरा चामल छ केही महिनालाई पुग्छ होला फेरि पनि ऊ भएन भने सहयोग भएन भने एकछिन ज्ञानी भएर बस्छ सहयोग फेरि चाहियो भने फेरि पनि गर्नु होइन अनि 24 गते लाग्यो कि 23 गते लाग्यो 23 गते लागेको अनि कुन हस्पिटलमा उपचार गरे कति छ 10 छ 24 10 कति भयो 34 तिमीलाई धेरै दिएछ है दिदीले किन भन्दाखेरि एकदम तिम्रो अवस्था नाजुक छ भनेर आमा घुवा रुनु भएको थियो र अनि खानालाई तेल पनि छैन भनेर आधी कार्टुन त तेलै बोकेर आएको छु मैले है त ल ल ल यो सबैजनाको सहयोग हो दिदीले चाहिँ जुटाएको दिदी चाहिँ माध्यम मात्रै हो है फेरि दिदीले आफ्नै खल्तीबाट हाले त होइन तर मेरो पनि टाइम मेरो जिन्दगी चाहिँ तिमीहरूमै चाहिँ समर्पित हो है तिमीले झन् तिम्रै कारणले गर्दा आज देश परिवर्तन भएको छ तिमी गएन आन्दोलनमा गयौ तिमीलाई चाहिँ केही भएन ए उहाँ दाइ हो ए ल ल त भाइ म अन्ठामा जानुपर्ने हुन्छ है भाइ त ल ल